भन्दिन्न कस्तो अवस्थामा देख्नुभयो? मैले त देख्नै नसकेको हेर्नै नसकेको लुगा सुगा थिएन यहाँदेखि यता पुरै पट्टी बाँधिराखेको थियो पेन लगाइराखेको थियो त्यतिकै यस्तो उक्काउनु पाएर सुताइदिइराखेको थियो म हेर्नै नसकेर म ढोकाबाट फर्किहालेँ। कुन हस्पिटल? टिचिङमा र पनि अहिले आएर यिनीहरूले मलाई म माथि नै किन राजनीति खेलिराखेको अहिले म त पीडित छु भोलिको दिनमा म सिङ्गो एक्लै उभिएर हिँड्नुपर्छ यिनीहरूले अहिले नै मलाई यस्तो सोच्छन् भने भोलि त झन् यिनीहरूले मलाई के चाहिँ गर्न सक्दैनन् भनेर म यिनीहरूको सही हो यिनीहरू राम्रो मान्छे हो भनेर म यिनीहरूको साथ सपोर्टमा बस्नु। राज्यसँग तपाईँको केही विशेष माग छ? तपाईँ श्रीमती हो, तपाईँ अहिले सहितको श्रीमतीको हिसाबले भन्नुपर्दा के छ? अब मेरो त श्रीमान घुमिसकेको छ मेरो हर कुरा मलाई हेर्नदेखि लिएर मेरो छोराछोरी यस्तो बालाखा लडेका छन् अहिलेसम्म मैले कुनै काम पनि केही गरेको छैन जे होस् उसको बाबाको सपना सरकारले पुरा गरिदिनुपर्छ र मलाई पनि हेर्नुपर्छ र मलाई पनि सरकारी जागिर केही आफूले गर्न सक्ने कामहरू मिलाइदिनुपर्छ। म रात दिनको दबाई खाने मान्छे हो अब जे होस् मेरो त कमाउने मान्छे नै घुमिसकेको छ नि त अब त कसले कमाएर हेर्ने यस्तो बालाखा छोराछोरी छन् मलाई पनि एउटा अब आमा बुवा